नमस्कार। आजको विषय रहेको छ रिस्क फ्याक्टर्स अफ अल्टिट्युड सिकनेस। आज हामी अल्टिट्युड सिकनेस लाग्ने जोखिमहरूको बारेमा चर्चा गर्न गइरहेका छौँ। आजको सुरुवात चाहिँ म एउटा सत्य घटनाबाट सुरु गर्न गइरहेको छु। 2017 को अटम सिजनमा म गोक्यो लेकको गोक्यो रेस्क्यु पोस्टमा बसेर भोलिन्टियर डाक्टरको रूपमा काम गरिरहेको थिएँ। सो नोभेम्बर महिनाको समय थियो जब गोक्यो रेस्क्यु पोस्टमा 48 वर्षको ताइवानिज लेडीलाई हाम्रो एड पोस्टमा ल्याइन्छ। उहाँलाई निरन्तर खोकी लागिराखेको, अत्यधिक थकान भइराखेको, यत्तिकै आराम गरेर बसिराख्दाखेरि पनि स्वाँ भइराख्ने समस्याले उहाँलाई हाम्रो रेस्क्यु पोस्टमा ल्याइन्छ। त्यसपछि हामीले उहाँलाई जाँचेर हेर्दा उहाँको अक्सिजनको स्याचुरेसन 48% मात्रै हुन्छ। उहाँको ब्लड प्रेसर पनि कम देखिन्छ। उहाँको छाती जाँच गरेर हेर्दाखेरि चाहिँ नि घ्यार सुनिन्छ। त्यसपछि हामीले उहाँलाई उपचार सुरु गर्छौँ र उहाँलाई हामीले त्यहाँबाट रेस्क्यु गरेर काठमाडौँमा लिएर आउँछौँ। उहाँलाई हाई अल्टिट्युड पल्मोनरी इडिमा हेप भएको हुन्छ। तर महत्त्वपूर्ण कुरा चाहिँ यो हेप हुनुभन्दा अगाडि उहाँको ट्राभल हिस्ट्री कस्तो थियो, उहाँलाई के लक्षणहरू देखिएका थिए र कसरी प्रोग्रेस भयो भन्ने कुरा निकै महत्त्वपूर्ण देखिन्छ। नेपाल आएर यो 3 पासेसको ट्रेक गर्नुभन्दा अगाडि उहाँले माउन्ट किलिमान्जारोको सफल आरोहण गर्नुभएको हुन्छ। सफल आरोहण गरेर नेपाल आउने बित्तिकै इमिडिएटली उहाँले यो ट्रेकिङ सुरु गर्नुहुन्छ। यो ट्रेकिङ सुरु गरिसकेपछि 3900 मिटरको अल्टिट्युडमा आइसकेपछि उहाँलाई डायरिया हुन्छ। डायरिया भइसकेपछि उहाँलाई निकै नै कमजोरी फिल भइरहेको हुन्छ। बिरामी हुँदाहुँदै पनि उहाँले घोडा र हेलिकप्टरको प्रयोग गरेर एभरेस्ट बेस क्याम्प जानुहुन्छ। त्यसपछि चोला पास गरेर गोक्यो भ्यालीमा आउनुहुन्छ। गोक्यो भ्याली आइसकेपछि फेरि उहाँ 5th लेकमा जानुहुन्छ। त्यसपछि उहाँ क्रमिक रूपमा बिरामी हुँदै हाम्रो एड पोस्टमा आइपुग्नुहुन्छ। पछिल्लो 3 दिनमा डायरियाको कारणले गर्दा उहाँलाई डिहाइड्रेसन भएको हुन्छ र आराम नगरिकन निरन्तर उचाइहरू गेन गर्दै गएको कारणले गर्दा उहाँलाई हाई अल्टिट्युड पल्मोनरी इडिमा हुन्छ। याद राख्नुहोला, डिहाइड्रेसन अर्थात् शरीरमा पानीको मात्रा कम हुनु, ओभर एक्जर्सन अर्थात् शरीरले चाहिने भन्दा बढी काम गर्नु, ऱ्यापिड एसेन्ट अर्थात् प्रत्येक दिन 500 मिटरभन्दा बढीको स्लिपिङ एल्टिट्युड राखेर उच्च क्षेत्रमा यात्रा गर्नु, अनगोइङ श्वास प्रश्वासको इन्फेक्सन हुनु जस्ता यी रिस्क फ्याक्टरहरूले अल्टिट्युड सिकनेसको सम्भावनालाई बढाउँछ र यसलाई बेलैमा थाहा पाएर यसलाई हामीले बेलैमा अभोइड गर्न सकियो भने अल्टिट्युड इलनेस हुनबाट चाहिँ हामी बच्न सक्छौँ। धन्यवाद।